नमस्कार प्रिय मित्रहरू, स्वागत छ तपाईलाई बुद्धका अमूल्य कथाहरूको अर्को श्रृङ्खलामा, जहाँ हरेक कथा केवल कथा होइन, जीवन बदलने शिक्षा हो। बुद्धका कथा, जीवनका उत्तर। त मित्रहरू, जीवन कहिलेकाहीँ धमिलो लाग्छ। त्यस बेला तपाईँ के गर्नुहुन्छ त? हडबडमा तुरन्तै निर्णय लिनुहुन्छ कि धैर्य धारण गरेर पर्खनुहुन्छ? हामी आज बुझौं धैर्यको साँचो शक्ति। एक दिन भगवान बुद्ध आफ्ना शिष्यहरूसँग यात्रामा हुनुहुन्थ्यो। घाम खुबै चर्को लागेकोले सबै थकित थिए। बुद्धले एक शिष्यलाई भन्नुभयो, त्यो खोला नजिकै छ, जाऊ पानी लिएर आऊ। शिष्य खोलाको किनारमा पुगे। गाईहरू पानी पार गरिरहेका थिए। माटो उठेको थियो त पानी पनि धमिलो भयो। शिष्य फर्केर आए। भगवान, पानी त फोहोर रहेछ, पिउनै सकिँदैन। बुद्धले केही समय कुर्नुभयो अनि फेरि भन्नुभयो, लु अब फेरि जाऊ तिमी। केही बेरपछि शिष्य पुनः खोला पुगे। यसपटक पानी शान्त थियो। माटो तल बसिसकेको रहेछ। पानी स्वच्छ भएको थियो। शिष्यले पानी पिए अनि लिएर पनि आए। बुद्ध मुस्कुराउँदै भन्नुभयो, पानी सफा बनाउनलाई तिमीले केही पनि त गरिनौ, केवल गर्यौ त प्रतीक्षा। मन पनि यस्तै नै हो। अब जब जीवन हलचलले भरिन्छ, हामी धैर्य राख्नुपर्छ अनि स्पष्टता आफै आउँछ। धैर्य भनेको केही नगर्नु भनेको चाहिँ होइन है। धैर्य भनेको त केही समय कुर्न सक्नु भनेको हो। धमिलो पानी हल्लाएर त सफा हुँदैन, त्यसलाई बस्न दिनुपर्छ। मन पनि त्यस्तै हो। रिसको अवस्थामा तुरन्त प्रतिक्रिया गर्नु अधैर्य हो। शेयर बजारमा प्यानिक बेच्नु अधैर्य हो। रिलेसनसिपमा सानो मिसअन्डरस्ट्यान्डिङ हुँदा ब्रेकअपको निर्णय लिनु अधैर्य हो। तर यदि तपाईँ रोकिनुभयो, लामो सास फेर्नुभयो अनि एक रात कुर्नुभयो, फेरि भोलिको सुनौलो बिहानसँगै धेरै समस्याहरू त आफै सुल्झिन्छन् नि। त याद राख्नुहोस्, बुद्धको शिक्षा केवल सुन्नका लागि भने होइन, जीवनमा अपनाउनको लागि हो। यदि तपाईँको जीवनमा पनि भगवान बुद्धको शिक्षाले अलिकति पनि प्रभाव पार्छ भने लाइक, शेयर तथा सब्सक्राइब अवश्य गरिदिनुहोला, ताकि यो छोटो कथाले तपाईँहरू जस्ता धेरैलाई धैर्यको महत्त्वबारे ज्ञान पाओस्। भवतु सर्वमङ्गलम्।